नमस्ते, मेरो नाम सुमिरन दियाली हो र म स्न्यापमा रहेको सबैलाई असर गर्ने कुराको बारेमा जरुरी जानकारी प्रदान गर्न मद्दत गर्दैछु। म कम आय भएको घर ऊर्जा सहायता कार्यक्रम जसलाई लाहिब भनिन्छ र हालसालैमा यसमा गरिएको कटौतीको बारेमा पनि जानकारी प्रदान गर्दैछु। म जानकारी प्रदान गर्दैछु जुन रेस्टोरिङ डिग्निटी द्वारा सावधानीपूर्वक एक साथ राखिएको छ र शुद्धताका लागि अन्य एजेन्सीहरूद्वारा समीक्षा गरिएको छ। यदि तपाईसँग कुनै प्रश्न छ भने कृपया मलाई पठाउनुहोस् र म रेस्टोरिङ डिग्निटीलाई दिनेछु। यदि थप परिवर्तनहरू भएमा हामी मानिसहरूलाई अपडेट पनि प्रदान गर्नेछौँ। र पहिलो प्रश्न यस प्रकार रहेको छ, स्न्यापमा के भइरहेको छ भनेर। नेब्रास्कामा स्न्याप लाभहरू प्राप्त गर्ने सबैले समयमा आफ्नो लाभहरू प्राप्त गर्ने छैनन्। कम्तीमा नोभेम्बरको पहिलो हप्ताको लागि आफ्नो स्न्याप लाभहरू प्राप्त गर्ने आशा नगर्नुहोस्। स्न्याप लाभहरू हाल होल्डमा छन्, कुनै अन्त्य छैन, देखिँदैन। यो सरकारी बन्दको कारणले हो। स्न्याप लाभहरू तपाईको खातामा कहिले लोड हुन्छ भनेर हेर्नका लागि हरेक दिन आफ्नो कार्ड जाँच गरिरहनुहोस्। र अर्को प्रश्न, सरकारी बन्द भनेको के हो? संयुक्त राज्य अमेरिकामा हामीले वाशिंटन डीसीमा हाम्रा कानुनहरू बनाउने चुनेको मानिसहरूले हरेक वर्ष बजेटमा मतदान गर्नुपर्छ। तिनीहरूले करको पैसा केमा प्रयोग गर्ने भन्ने कुरामा सहमत गर्नुपर्छ। यदि तिनीहरू सहमत भएनन् भने सरकार बन्द हुनेछ। यस वर्ष सरकार कहाँ पैसा प्रयोग गर्ने भन्ने कुरामा सहमत हुन सकेन। धेरै सरकारी सेवाहरू रोकिएका छन्। यसमा स्न्याप सुविधाहरू समावेश छन्। हाम्रा निर्वाचित अधिकारीहरूले करको पैसा कसरी खर्च गर्ने भन्ने कुरामा सहमति भएपछि सरकार फेरि खोलिनेछ र स्न्याप जस्ता सुविधाहरू मानिसहरूको कार्डमा पठाइनेछ। र अर्को प्रश्न, मसँग खाना किन्ने पैसा छैन, मैले के गर्नुपर्छ भन्ने छ। यदि तपाईँ यस्तो अवस्थामा हुनुहुन्छ भने हामी धेरै दुखी छौँ। यो धेरै परिवारहरूको लागि दुर्भाग्यपूर्ण वास्तविकता हो। खाना प्राप्त गर्ने एउटा तरिका भनेको खाना पेन्ट्रीहरूमा जानु हो। यदि निशुल्क खाना दिने ठाउँहरू, यो चाहिँ निशुल्क खाना दिने ठाउँहरू हुन्। हाम्रो वेबसाइटमा 13 भाषाहरूमा अनुवादित फाइलहरू छन्। जुन वेबसाइट चाहिँ यस प्रकार रहेको छ, rdomaha.org/food। र आफ्नो पूजा स्थलसँग पनि तपाईँले कुरा गर्न सक्नुहुन्छ, किनकि तिनीहरूसँग केही स्रोतहरू हुन सक्छन्। तपाईँका बच्चाको स्कुलको सामाजिक कार्यकर्ताले केही सहयोग प्रदान गर्न सक्षम हुन सक्छन्। यदि तपाईँसँग साथीभाइ वा परिवार छ भने तपाईँले सँगै खाना बनाउनु पर्ने अवस्था हुन सक्छ यदि एउटा घरमा खाना छ र अर्कोमा छैन भने। यदि तपाईसँग प्रशस्त खाना छ र तपाईँको छिमेकी वा परिवार वा साथीसँग छैन भने कृपया यो सङ्कट समाप्त नभएसम्म सकेसम्म धेरै सेयर गर्नुहोस्। र अर्को प्रश्न, लाहिब कार्यक्रममा के भइरहेको छ भनेर। नेब्रास्कामा अक्टोबर 20, 2025 देखि ग्रीन कार्ड नभएका व्यक्तिहरूले अब लाहिब मार्फत ताप वा ऊर्जा सहायता प्राप्त गर्न सक्दैनन्, किनभने कानुन परिवर्तन भएको छ र नेब्रास्काले स्न्यापमा जस्तै आप्रवासन योग्यताका नियमहरू प्रयोग गर्दछ। यदि घरमा कसैसँग ग्रीन कार्ड छैन भने त्यो परिवार लाहिब समर्थनको लागि योग्य नहुन सक्छ। यी परिवर्तनहरू राज्यभरि भइरहेका छन्। यदि तपाईँको घरमा अमेरिकी नागरिक वा ग्रीन कार्ड धारक बच्चा छ भने तपाईँ अझै पनि आवेदन दिन सक्षम हुन सक्नुहुन्छ।
त्यस अवस्थामा लाभहरू कम हुन सक्छन् किनभने योग्यता भएका व्यक्तिहरूमा मात्र आधारित हुन्छ। स्थानीय केसवर्करले तपाईँको अवस्था हेर्न सक्छन् र तपाईँको घर परिवारले के फाइदाहरू प्राप्त गर्न सक्छन् भनेर बताउन सक्छन्। र अर्को प्रश्न, लाहिब कार्यक्रममा किन यस्तो भइरहेको छ भनेर। काङ्ग्रेस र राष्ट्रपति ट्रम्पले यस वर्षको सुरुमा रिकन्सिलिएसन बिल वा वान बिग ब्युटिफुल बिल भन्ने बिल पारित गरे। यस बिलको एक भागमा ग्रीन कार्ड नभएको जो कोहीको लागि स्न्याप जस्ता महत्त्वपूर्ण सुविधाहरू समाप्त गर्ने समावेश थियो। नेब्रास्कामा लाहिबको लागि योग्य हुन परिवारले स्न्यापको लागि जस्तै आप्रवासन आवश्यकताहरू पनि पूरा गर्नुपर्छ। यसको मतलब यदि कुनै परिवार ग्रीन कार्ड नभएको कारणले स्न्यापबाट अयोग्य ठहरिएको छ भने तिनीहरू लाहिबबाट पनि अयोग्य ठहरिएका हुनेछ। यदि तपाईँको घरमा नागरिक वा ग्रीन कार्ड धारक बच्चा छ भने कृपया केस वर्करसँग काम गर्नुहोस् किनकि तपाईँले लाहिबबाट थोरै मात्रामा मद्दत प्राप्त गर्न सक्नुहुन्छ। यदि म मेरो ताप वा बिजुलीको बिल तिर्न सक्दिनँ भने के गर्ने भन्ने प्रश्न रहेको छ। यदि तपाईँले त्यस्तो अवस्था छ भने तपाईँले 211 मा फोन गर्नुपर्नेछ र उनीहरूले मद्दत गर्न सक्छन्। र 211 मा दोभाषे पनि छ र तपाईँले फोन गर्दा मलाई दोभाषे वा इन्टरप्रेटर चाहिन्छ भनेर तपाईँले भन्नुपर्ने हुन्छ। कहिलेकाहीँ 211 सँग परिवारहरूलाई सहयोग गर्न पैसा हुन्छ। आफ्ना बच्चाहरूको स्कुल सामाजिक कार्यकर्तासँग कुरा गर्नुहोस्। तपाईँको स्थानीय चर्चले मद्दत गर्न सक्छ कि भनेर पनि तपाईँले हेर्न सक्नुहुन्छ। यदि तपाईँले घर वा अपार्टमेन्ट भाडामा लिनु भएको छ र तपाईँको हिट वा ताप बन्द भयो भने तपाईँलाई निकालिन पनि सक्छ। त्यसैले यो बिल तिर्नको लागि तपाईँले तरिकाहरू खोज्न महत्त्वपूर्ण छ। साथै यदि घरमा ताप वा हिट छैन भने भित्रको पाइपहरू फुट्न सक्छ जसलाई मर्मत गर्न हजारौं र कहिलेकाहीँ $10,000 पनि खर्च लाग्न सक्छ। र अर्को प्रश्न, मेरो ग्रीन कार्ड नभएकोले र स्न्याप वा लाहिब मद्दत प्राप्त गर्न नसकेकोले यदि म खाना वा मेरो तातो वा बिजुलीको बिल तिर्न सक्दिनँ भने के हुन्छ भन्ने प्रश्न रहेको छ। यो धेरै गाह्रो परिस्थिति हो र दुर्भाग्यवश धेरै परिवारहरूले यो वास्तविकताको सामना गर्नेछन्। कानुन परिवर्तन नभएसम्म तपाईँले सबैभन्दा खराब समयको लागि तयार गर्नु पर्नेछ। धेरै पैसा कमाउन तपाईँले अतिरिक्त कामहरू गर्नुपर्ने हुन सक्छ। गर्नुपर्ने केही कुराहरू यस प्रकार छ। तपाईँका घरमा यदि किशोर किशोरीहरू छन् भने उनीहरूले अतिरिक्त पैसा कमाउन स्कुलपछि काम गर्नुपर्ने हुन सक्छ। र अर्को चाहिँ एक अभिभावकले दिनमा काम गर्नुपर्ने हुन सक्छ र अर्को अभिभावकले रातमा काम गर्नुपर्ने आवश्यक हुन सक्छ। तपाईँले दोस्रो जागिर लिनुपर्ने हुन सक्छ। बिल, खाना र भाडा तिर्न सक्षम हुन 2 वा 3 परिवारहरू सँगै बसाई सर्नुपर्ने आवश्यकता पनि हुन सक्छ। तपाईँले आफ्नो ट्याक्स रिटर्नबाट प्राप्त हुने कुनै पनि पैसा बचत गर्नुपर्ने हुन सक्छ र त्यसलाई खाना, ताप र बिजुलीको बिलमा प्रयोग गर्नुपर्ने हुन सक्छ। तपाईँले आफ्नो घरको तापक्रम घटाउनु पर्ने हुन सक्छ ताकि तपाईँको तापको बिल कम होस् र घरमा सबैलाई तातो लुगा टोपी लगाउनुहोस्। 55 डिग्री फेरेनहाइट भन्दा कम तापक्रममा आफ्नो ताप बन्द नगर्नुहोस्
नत्र तपाईको पाइपहरू फुट्न थाल्छ। तपाईले केही सेवाहरू बन्द गर्नुपर्ने हुन सक्छ, जस्तै परिवारको लागि एउटा मात्र फोन हुनु, धेरै व्यक्तिहरूसँग फोन हुनुको सट्टा। तपाईले खाना पेन्ट्रीहरूमा गएर निशुल्क खाना ल्याउनु पर्ने हुन सक्छ। तपाईले पेन्ट्रीहरूबाट डाइपर र लुगा ल्याउनु पर्ने हुन सक्छ। कार भुक्तानी, ग्यास र बिमा बचत गर्न तपाईसँग एउटा मात्र कार हुनु पर्ने अवस्था आउन सक्ला र आफ्नो घरको कार बेच्नु पर्ने हुन सक्छ। कानुन कहिले परिवर्तन हुनेछ भन्ने प्रश्न रहेको छ। हामीलाई थाहा छैन कि कानुन कहिले परिवर्तन हुनेछ र चीजहरू कहिले पहिले जस्तो हुनेछन्। यो धेरै वर्ष वा त्योभन्दा लामो समयसम्म यस्तै रहन सक्छ। अर्को राष्ट्रपति कुन निर्वाचन हुन्छ र उनीहरू यी नयाँ कानुन परिवर्तनहरूसँग सहमत छन् कि छैनन् भन्ने कुरामा निर्भर गर्दछ। हामी तपाईलाई सबैभन्दा खराबको लागि तयारी गर्न र कम्तीमा अर्को 3 वर्षसम्म यस्तै हुने कुराको लागि तयार रहन आग्रह गरिरहेका छौं। यो भिडियो हेरिदिनु भएको लागि धन्यवाद। कृपया यो भिडियो आफ्नो समुदायसँग साझा गर्नुहोस् ताकि धेरै मानिसहरूलाई के भइरहेको छ भन्ने बारेमा जानकारी गराउन सकियोस्। कृपया जान्नुहोस् कि ओमाहामा धेरै मानिसहरू छन् जो के भइरहेको छ भनेर धेरै दुखी छन् र यो कानुन परिवर्तन गर्न कडा परिश्रम गरिरहेका छन्। हामी तपाईं र तपाईको परिवारको लागि लडिरहन सक्दो प्रयास गर्नेछौं। हवस् त, धन्यवाद, नमस्ते।